ल हेर्नुहोस् साथीहरू, ल हेर्नुहोस्, ल हेर्नुहोस्। ल हेर्नुहोस् साथीहरू, ल हेर्नुहोस्, यो मेरो टर्की उमा हो। यो हामीसँगै हाम्रै कोठामा हामीसँगै कोठा नजिकै बस्छ र यसको बानी हेर्नुहोस्। बिहानै लगभग 6 बजे हेर्नुहोस् भाइ, हेर्नुहोस् स्पष्ट हेर्नुहोस्। ल हेर्नुहोस्, कुरा त बुझ्नुभयो। ल बाहिर गयो, ल बाहिर अब बाहिर टोइलेट गऱ्यो। ल ल हेर्नुहोस्, यो चरा भनौँ, यो टर्की, यो पन्छी हो। यो यसले पनि आफू बसेको ठाउँमा दिशा नगरेर दिशा गर्न बाहिर जान्छ र आएर यो बच्चाहरू यहाँ छ नि, हेर्नुहोस्, यो बच्चाहरूसँग यो आयो। ल ल ल ल आएर अब बच्चाहरूसँग बस्न यही हो। यसले प्रत्येक दिन अहिले मैले थाहा पाएको, यो हामीसँग सानो बच्चा भएको कारणले गर्दा यसलाई चाहिँ हामीसँग कोठाको छेउमा राखेका छौँ। तर यसले प्रत्येक दिन टोइलेट गर्न बाहिर जान्छ। ठ्याक्कै टोइलेट गरेर आएर फेरि बच्चाहरूको काखमा बस्छ। यो पन्छी जुन यो टर्की छ, यो कुन देशबाट आएको हो, योबाट पनि हामी नेपाली दाजुभाइहरूले धेरै शिक्षा सिक्नुपर्छ। बिहानै प्रत्येक दिन बिहान उज्यालो भएपछि 6 बजीतिर यसले टोइलेट गर्न बाहिर आफै जान्छ। गएर देख्नु, मैले टोइलेट गरेको थिएँ। टोइलेट गरेर फेरि बच्चाहरूसँग बस्छ। हेर्नुहोस्, यो बच्चाहरू सब भित्र छन्। यो भित्र यो खाना खाने कोठा हो। यसको छेउतिर मैले यिनीहरूलाई यसो बारेर राखेको छु। यिनीहरूले जाडोमा हुन्छ, एकदम जाडो। यो सबभन्दा यसको बस्ने भनेको जाडोबाट नै बचाउनुपर्छ। त्यस कारण म यो टर्कीको विषयमा पनि धेरै कुरा लिन चाहन्छु। टर्की छन् मसँग, त्यस्तै 40-50 होलान्। सम्पत्तिमा गुण हुन्छ भन्ने कुरो बुझ्यो। मैले पहिला जवानीमा घोडा चलाउन थालेँ। घोडाले भारी बोक्यो भने कति समयमा कहाँ पुगिन्छ भन्ने कुरोलाई पहिले थाहा हुन्थ्यो। गएर भारी त्यहाँ बरु आफू गोठालाले चाहिँ रक्सी खाने, चार खाने पछारिने जाने, तर उसले चाहिँ भारी बोकेर सुन्दी ठाउँमा गएर बस्थ्यो। यो मलाई एकदम ज्ञान छ। जुन सम्पत्तिमा पाल्दा सम्पत्तिसँग बहुत ज्ञान छ। सम्पत्तिलाई मार्ने, पिट्ने त्यो काम गर्नुहुन्न। त्यही हो, तपाईँलाई सम्पत्तिमा अवहेलना गरेर त अहिले तपाईँ विदेशतिर गएको पैसा पनि धेरै नदेखिने, जहाँ जसरी कमाउनु हुन्छ नि बाहिरको पैसा नदेखिने, घरमा भएको गाई गोरु जुन हाम्रो पुर्ख्यौली सम्पत्ति थियो नि, त्यसलाई अपहरण गर्नुभयो, त्यसको चेतना हराइदिनु, पाल्न छोड्नुभयो। यो ठुलो गलत हो। भैँसी पाल्यो भने भैँसी बुवालाई मात्र दुध दिन्थ्यो, किनकि बुवासँग उसको गुण थियो नि त। हामीले न घाँस काट्ने, न त्यसलाई केही माया प्रेम गर्ने। त्यही भएर जोसँग सम्बन्धित छ त्यो चिजलाई अत्यन्तै ध्यान गर्न हुन सबै नेपाली दाजुभाइहरूलाई बुझाउन चाहन्छु। लडाइँ झगडा, घरेको दुई भाइ लड्ने, घरेको बुवासँग अंश माग्ने, बडा जफत लफत गरेर बुहारीहरूले सासूहरूसँग विवाद गरेको विभिन्न विठङ्गतहरू छन्। यसलाई अन्त्य गर्नुपर्छ भन्ने मेरो भनाइ हो।